आयो गरिदिनु रोइदिन दसैँ आयो गाइस दसैँ अब विशालमा पस्ने नानी हराएछ एकजना दुर्गा पूजाको दामी डेकोरेसन गरिरहेको छ यहाँनिर नमस्ते सबैजनालाई हजुरलाई फेरि पनि स्वागत छ मेरो अर्को नयाँ भिडियोमा अनि तपाईहरुले बाइ द टाइटल अनि थम्बनेल हेरेर थाहा पाइसक्नुभयो होला मैले भिडियो किन स्टार्ट गरेको भनेर अनि सो यस आज चाहिँ हामी जाँदै सिलगढी अनि तपाईहरुले सबैजनालाई थाहै छ होला दसैँ लाग्यो हैन अब दसैँ आउन लागि कति पनि छैन 10-11 दिन मात्रै छ अनि आज चाहिँ हामी शपिङ गर्न जाँदैछौँ दसैँको लुगा किन्न लागि म चाहिँ नानाको घर अस्ति नै आएको हामी चाहिँ सिलगढी जाने भनेर आएको नि त अन्त हिजो फाइनल पनि फुटबल पनि हेरे अन्त आज चाहिँ हामी जाँदैछौँ सिलगढी नानाको पनि नानीहरुलाई लुगा किनिदिन्छ अरे नि त अनि म पनि केही एक दुईवटा लुगाहरू किन्छु सो यहाँ अब चाहिँ जाँदैछु अन्त हामी चाहिँ रेडी सेडी भइसके सबैजना अब चाहिँ हामी निस्केको सो हेर्दै गर्नु होला गाइस यहाँ चाहिँ हाम्रो रोहित नाना यहाँ चाहिँ रोहित नानाले चाहिँ उयो बनाइदिँदैछ सोल्टीलाई खाना बनाइराख्छ अरे अब चाहिँ हामी गएको यहाँ नाना बेबी अनि भेना यता रोहित नाना आयो गरिदिनु रोइदिन यहाँ आयान अनया अनु अन्त म हामी जाँदैछौँ सिलगढी लुगा किन्नु दसैँको लुगा दसैँ आयो गाइस दसैँ वेलकम ब्याक टु माई सोल्टी च्यानल फेरि पनि स्वागत छ यहाँ नानीको छेउमा यो चाहिँ हामी आइपुगे अन्त सोल्टीमा आइपुगे कति दिन बाद भेट भयो दामी दामी छ यहाँ चाहिँ फर्स्ट चाहिँ हामी आयनको लागि आएको आयन अनाया आन्वीको लागि फर्स्ट क्राइमा पहिला रुनु बित्तिकै चाहिँ हामी लुगा हेर्दैछौँ दामी दामी रहेछ सामान नानाहरू चाहिँ यहाँ लुगा हेर्दैछ चाहिँ हामी म त भागसँग देखिरहेको के मन पर्यो तिमीलाई चाहिँ वा कस्तो दामी हो यो आयन मङ्की के दामी योहरू हाम्रो अनया आयन यहाँ चाहिँ आन्वी हाम्रो आन्वी गुडिया सुइरहेको छ अनि नाना भेना रोहित नाना चाहिँ नाप्दैछ यता नापिदिँदैछ दामी दामी रहेछ यहाँ त गाडीहरू पोखरो पनि रहेछ यहाँ अब चाहिँ हामी अर्कोपट्टि लागेको अब चाहिँ हामी टोटोमा गएको बहिनी पनि यहाँ हामी चाहिँ जाँदैछौँ बाइ बाइ अर्कोपट्टि हामी फेरि उत्रौँ घाम लागिरहेछ हाम्रो हामी चाहिँ अब विशालमा पस्ने घाम चाहिँ कस्तो खतरा लागिरहेको छ नि दामी नि कस्तो शीतल रहेछ दामी रहेछ जामा नि ड्याम्मै यहाँ नानी हराएछ एकजना औ म यहाँ अगाडि लैजाउँ ल यहाँ चाहिँ एकजना नानी हराएछ उसको मम्मी इधर इधर से मिल जाएगा हाँ यशस्वी चौहान की मां जहाँ कहीं भी है कृपया करके काउंटर नंबर 5 पे आ जाइए आपकी बच्ची आपको ढूंढ रहे हैं यशस्वी चौहान की मां जहाँ कहीं भी है कृपया करके काउंटर नंबर 5 पे आ जाइए आपकी बच्ची हमारे पास है यशस्वी चौहान की मां काउंटर नंबर 5 पे जल्दी आ जाइए आपकी बच्ची हमारे पास है लागि पर्दा हेर्दैछ हामीले दामी रहेछ पर्दा
तिम्रो रुम र हाम्रो रुममा ल यो नि दुईटा रुममा त हो यो बाहिर भइ त अनु यहाँ देखाउ त मलाई एकछिन म हाम्रो रुमको लागि लानु पर्यो गाडी चाहिँ ल्याएको हुन्छ है सामान अब यत्रो बोक्नु किन यो त छोटो पो छ फेरि खिर्की भयो के गर्ने ए ल्याउ त यहाँ यो सबै खिर्कीकोमा छ क्या यहाँ बस्ने आऊ यहाँ ल्याउ न हाम्रो सामान चाहिँ यहाँ पर्दाहरू के खोइ रोइ त नाना सामानहरू यहाँ प्लेटहरू कस्तो दामी दामी तपाईँले अघि हेर्छ त यो हामी यो मन पर्यो टेबलमा बाई 1 get 1 फ्री सामानहरू यहाँ है अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ यहाँ पानीपुरी विशालबाट निस्केर पानीपुरी खाँदैछु यहाँनिर है अब कहाँ जान्छु भेगा है अब चाहिँ त्यहाँ छ हाम्रो लागि केही पाएको छैन यिनीहरूले वाक्कै पारेको छ हामीलाई बिजोक पानीपुरी खायौँ अब एक रोल खान्छु त्यहाँदेखिको चाहिँ यहाँ भेगा जान्छु अझै छ हाम्रो एक डेढ लुगाहरू हेर्नुपर्ने अब चाहिँ यो खाँदैछ हामी आउँछ हामी यता पसेको यस्तो पानी परेर हिल्ल चढिरहेको छ देख्यो जाँदैछ हामी अब चाहिँ हामी बेगा पसेको दुर्गा पूजाको दामी डेकोरेसन गरिरहेको छ यहाँनिर जाउँ अनु आज तिमीलाई म कुर्ता हेर्नुपर्छ ल जाउँ अब चाहिँ हामी यहाँ पस्छु कुर्ता जाउँ अब चाहिँ हामी चाहिँ तिहारको लागि कुर्ता हेर्नु गएको तिहारको लागि भने दसैँको लागि तिहारको लागि माथि होला सायद यिनीहरूले मलाई छोडेको आम्मा कहाँ पुगिसक्यो छोडेर पुग्यो यिनीहरू मलाई गएको छ भगवान् तल झरेर पनि फेरि उकालो आएको अब म त गयो होला तलबाटै कुन चाहिँमा गयो होला भने के थाहा मलाई अब उकालो है म पार्टनर फेरि हराएर हो सँगै चिसो लाग्यो नि अब उसलाई चाहिँ सकेको छैन यहाँ नानीको लुगा त्यो भइसक्यो भनेर जुत्ता नाप्दैछ
अब चाहिँ हामी घर गएको सबैजना। न त अनु पक्रायो अनु जाऊ अलिक पर। ल अब चाहिँ गएको हामी मरेलु। हामी घर आइपुगेर पनि यहाँनिर यी के किने सब हेर्दैछु। यो ट्रलीदेखिको लिएर बेगदेखिको लिएर यो बट्टा सट्टा सब ल्याएर पर्दाहरू ल्याएर सब आन्बीको आम्मा कम्ता गएन 10-15 हजार चाहिँ गएछ आज। यत्रो डरलाग्दो किनेको भएछ। हामी अब हामी राम्रो नि यो कलर के भएर छोड्यो होला नि तिनीहरूले। चाहिँ हामीले सबै हेरिसकेको। यहाँ अनुले खाना पनि बनाइसक्यो। अनु पनि हत्तु भइरहेछ आज। मामा लुगाहरू हामीले चाहिँ केही किनिन। हाँस पुग्यो मलाई त। यस्तो डरलाग्दो पुगेको थियो कि आज हामी। टी सर्ट ल्याएको पनि हुँदैन गाइज। मलाई त के भएको यस्तो। म आफूलाई सानो सम्झेर ल्याउँदै रहेछु लुगा। मोटो गरेर ढुट्टो। यो चाहिँ नानाको ब्याग हो। दामी छ यो। कस्तो मजाको कलर छ क्या। रोहित नानाको म ब्याग यहाँ पल्टिरहेछ। 300 र 800 मा यता देखाउनु नाना। दुईटै देखाउनु हातले देखाउनु। 300 र 800 मा कुन चाहिँ मन पर्यो कमेन्ट गर्नु होला। कुन चाहिँ एकदम उयो छ नि तपाईहरुलाई मन परेको हेर्नु होला। एउटै खालको छ दुईटा। यो ट्रली पनि ल्याएको। यिनीहरू पनि खेल्दैछ। उसलाई गाडी ल्याइ खेल्दैछ। अर्को बहिनी चाहिँ सुत्यो यहाँ। सबै रहेछ सामानहरू। के अरे रोहित नाना अब जुत्तामा आयो आन्बी र आयनको। अनाएको अझै आउनु बाँकी छ जुत्ता। उसको भएन जुत्ताहरू मिलेकै छैन।